फागुन 21 गते चुनाव नजिकै छ। सरकारले तोकेको समयमा चुनाव गराउने भएसँगै विभिन्न पुराना तथा नयाँ दलहरू चुनावमा उम्रिने भएका छन् र उनीहरूले विभिन्न उम्मेदवारहरू घोषणा गरिरहेका छन्। यो सँगै अब चुनावपछि को प्रधानमन्त्री बन्ला त, नयाँ या पुरानो? विभिन्न नयाँ तथा पुराना दलहरूले आफ्नो प्रधानमन्त्रीको लागि उम्मेदवारहरू घोषणा गरिरहेका छन्। यो सँगै हामीले यस भिडियोमा पुराना वा नयाँ को प्रधानमन्त्री हुँदा देशको लागि राम्रो हुन्छ त, त्यसको बारेमा विस्तृत रूपमा पढ्नेछौँ। सामान्यतया विभिन्न देशहरूमा पुरानो राजनीतिबाट नयाँ राजनीतिमा प्रवेश हुनका लागि भ्रष्टाचार, बेरोजगारी, विकासको अभाव, शक्ति दुरुपयोग जस्ता विभिन्न समस्याहरू बढ्न गएमा जनताले नयाँ विकल्पहरू खोज्न थाल्छन्। यसै क्रममा यदि नयाँ युवाहरूले राजनीतिकमा जोडिँदा पारदर्शिता र जवाबदेहिताको कुरा गर्छन् भने यसले पुरानो राजनीतिक शैलीलाई चुनौती दिन्छ र नयाँ राजनीतिक गर्ने व्यक्तिहरू अगाडि बढ्छन्। यसरी जब नयाँ राजनीतिक दलहरूबाट स्पष्ट नीति र विचार, इमानदारी र पारदर्शिता र जनतासँग निरन्तर संवादका कारण पुरानोहरूलाई बिस्तारै नयाँले विस्थापित गर्दै जान्छन्। यो एकैचोटि हुने चमत्कार होइन। जब जनता सचेत हुन्छन् र नयाँ नेतृत्वलाई मौका दिन्छन् तब देशको राजनीतिमा परिवर्तन आउन थाल्छ। यसरी विभिन्न देशहरूमा विभिन्न कारणले जनता असन्तुष्टि हुँदाखेरि नयाँ विकल्पहरू खोज्दै जान्छन्। यसरी पुरानोबाट नयाँमा सत्ता परिवर्तन हुन्छ। त्यस्तै नेपालमा पुरानै ठिक छन् या नयाँ ठिक छन् त? यसरी नेपालको सन्दर्भमा पुरानो राजनीति भन्नाले दशकौंदेखि उही अनुहार, उही सोच र उही शैलीमा चलिरहेको राजनीतिक स्थितिलाई बुझाउँछ। उही नेता, उही खुर्ची। 30 देखि 40 वर्षसम्म एउटै नेता, पार्टी बदलिन्छ तर अनुहार कहिले बदलिँदैन। चुनाव आउँदा मात्र जनता सम्झिन्छन्। भाषण एकदमै धेरै, काम एकदमै थोरै हुन्छ। ठुला ठुला भाषण, भावनात्मक नारा, तर नतिजा भने शून्य हुन्छ। साथै परिवारवाद र कुटीबन्दी एकदमै छ। नेता भएपछि छोराछोरी नातेदारलाई अगाडि ल्याउने, पार्टीभित्र गुट र शक्ति सङ्घर्ष, योग्यभन्दा नजिकको मान्छेलाई प्राथमिकता दिने, यसले युवाको अवसर खोसेको छ। साथै भ्रष्टाचारमा आरोप लागेका धेरै राजनीतिकहरूलाई कारबाही नगर्ने, कारबाही गरे पनि एकदमै कम गर्ने, ठुला मान्छे र नेताहरूलाई कानुनभन्दा माथि राख्ने, यसले गर्दा जनतामा विश्वास एकदमै घट्दै गयो। युवाको प्रयोग गर्ने तर अवसर नदिने, चुनावमा युवा प्रयोग गर्ने, आन्दोलनमा युवाहरूलाई अगाडि सार्ने तर निर्णय गर्दाखेरि युवाहरूलाई जहिले पनि बाहिर बस्नुपर्ने। यसरी पहिलाको सत्ता सिस्टम होइन, सत्ता केन्द्रित सोच भयो। सत्ता आयो गयो तर सिस्टम उस्तै रह्यो। यसले गर्दा जनतामा असन्तुष्टि पैदा हुँदै गयो। यसरी पुरानो राजनीतिमा देखिएको परिवारवाद, भ्रष्टाचार र विभिन्न असन्तुष्टिका कारण नयाँमा जनताहरू एकदमै केन्द्रित छन्, जसले गर्दा नयाँलाई एकदमै विश्वास गरेका छन्। यसरी पुरानोबाट असन्तुष्टि हुँदाखेरि के भयो भने नेपालीले नयाँ राजनीतिकहरू रोज्छन् त। यदि इमान्दारी देखियो भने झुटो भाषण नगर्ने, आम्दानी खर्च खुल्ला राख्ने, घोटालामा नअल्झिने जस्तो इमान्दार भयो भने एकदमै चाहन्छन्। साथै काम गरेर देखायो भने, सडक, विद्यालय, स्वास्थ्य एकदमै सानो भए पनि नतिजा देखियो भने यसलाई जनताहरूले एकदमै मन पराउँछन्। साथै चुनाव जितेपछि जनतासँग नजिक भयो भने, यसरी युवाको कुरा बुझ्यो भने, रोजगारी, सिप, विभिन्न स्टार्टअप र टेक्नोलोजीमा काम गर्ने युवा भयो भने नेपाली जनताहरूले भोट हाल्नेछन्। साथै पुरानो जस्तो व्यवहार नगर्ने हो भने, घमण्ड नगर्ने, सत्ता पाएपछि नफुल्लिने, म नेता हुँ भन्ने जस्तो विभिन्न भावनाहरू नराख्ने, यसले गर्दा नयाँ नेताहरूलाई नेपालीहरूले चाहना एकदमै बढ्न जान्छ। साथै पार्टीभन्दा देश अगाडि राख्यो भने, साथै अबका राजनीति गर्ने नयाँ व्यक्तित्वहरूले पार्टीभन्दा देशलाई अगाडि राखेर अगाडि बढ्यो भने, सत्ता भन्दा सिस्टमलाई जोड दियो भने देश केन्द्रमा राख्ने नेता चाहिएको हो। जसले गर्दा नेपाली जनताले यस्तो नेतालाई एकदमै रुचाउने छ। साथै नेपालीले नयाँ राजनीतिक रोज्ने कारण उमेर होइन, अनुहार होइन, इमान्दारी, काम र नतिजा हुनेछ। यसरी कुनै पनि युवाले पुरानै जस्तो काम गर्यो भने नेपालीले फेरि अर्को नयाँ खोज्नेछ, जसले गर्दा विभिन्न राजनीतिक सङ्कटहरू आउन थाल्छन्, जसका कारण राम्रो र इमान्दार मानिसलाई मात्र भोट गरौँ।